समुद्रमा गएर पौडी खेल्ने हाम्रो नेपालदेखिको रहर आज हामी पुरा गर्दैछौँ। हेलो सबैलाई, वेलकम छ मेरो मिनी भ्लगमा। होप सबैजना सन्चै हुनुहुन्छ होला। हामी चाहिँ खानासाना बनाएर लाग्यौँ कोबेको बिचसम्म। आज हाम्रो यात्रा चाहिँ ताचिबाना एकीबाट सानामिया एकीसम्म हुनेछ। हाम्रो ठाउँबाट चाहिँ जम्मा 25 मिनट मात्र लाग्नेछ त्यहाँ पुग्नको लागि। आज चाहिँ ट्रेनको पहिलो डिब्बाबाट भिडियो लिने मौका पाएँ र अब हामी छिट्टै नै बीच पुग्दैछौँ। फाइनली हामी बीच पुग्यौँ। यो समुद्रमा चाहिँ हाम्रो दोस्रो पटक हो। यहाँ चाहिँ हामी वर्षमा एकचोटि जाने गर्दछौँ। यो भिडियो चाहिँ गत वर्ष गर्मी महिनामा लिएको भिडियो हो। गर्मी महिनामा चाहिँ जापानमा एकदमै गर्मी हुने गर्दछ। गर्मी भएर नै होला समुद्रमा मान्छेहरू चाहिँ निकै नै आउने गर्दछ भने हामी चाहिँ साइडमा गएर यो भिडियोहरू लिएको हो, त्यसैले मान्छेहरू खासै देखिएको छैन। त्यसपछि हामी आफ्नै दुनियाँमा रमाउन थाल्यौँ। साइडमा देख्न सक्नुहुन्छ ब्यालेन्सको एकदमै तयारी गर्दै त्यत्तिकैमा मान्छे लडिगयो। यही भन्दै गर्दा अब एकजना मान्छेको चाहिँ चकचक सुरु हुन्छ। ऊ चाहिँ एकदमै पहिल्यैदेखि नै चकचक गरिरहने भएकोले चकचक गरिरहनु दिनुपर्छ। र म पनि घाम ताप्दै थिएँ। फेरि मैले पनि बलुवा लिएर जिउमा यसो नेचुरल तरिकाले गर्न थालेँ र जिउमा लागेको बलुवा चाहिँ म फेरि समुद्रमा गएर पखाल्न थालेँ। त्यत्तिकैमा मेरो पछि आउन थाले उनी पनि। मलाई पर्ख म पनि आउँदैछु भन्दै पछि आउन थालिन् उनी पनि। 11बाट 12 वर्षसम्म साथ दिएकोमा उसलाई पनि धेरै धेरै धन्यवाद। यस्तै भिडियो लिएर हामी फेरि पनि आउनेछौँ। थ्याङ्क यू।